भर्खर सुरुवात गर्दै हुनुहुन्छ धुप बनाउन भनेदेखि हजुरहरूले के कुरामा ध्यान दिनुपर्छ भने नि पेपरको साइज जहिले पनि ठुलो राख्नुपर्छ। यो चाक्लो भयो भनेदेखि धुलो भुइँमा झर्दैन। अनि यसरी यसलाई फोल्ड गरिसकेपछि धुलो राख्ने। हेर्नुहोस् है, यसरी धुलो राखिसकेपछि यो साइडको धुलोलाई के गर्नुपर्छ त फालिदिनुपर्छ। अनि यो फालेर यो बटार्दाखेरि टुप्पो फुट्ने डर कम हुन्छ। यसरी कागजलाई मात्रै बेरेपछि यसमा धुलो छैन नि त, धुलो नहुँदाखेरि यसलाई फोल्ड गर्न पनि सजिलो भयो। अनि हेर्नुहोस् त, यसरी बटारेर घुमाउने। अनि घुमाइसकेपछि हजुरहरूले के गर्नुपर्छ त भन्दा यसको टुप्पो र यसको टुप्पोलाई बराबर इक्वल राख्ने। अनि जहिले पनि यो बटार्दा यसरी यसलाई घुमाउने। यो धुपको जुन यो देख्नु भएको छ नि यो पिस, यसलाई जहिले पनि यसरी घुमाउँदै घुमाउँदै बटार्यौँ भने के हुन्छ त भन्दा टाइट हुन्छ। अनि हाम्रो धुपहरू फुस्किँदैन। यो टुप्पो बटार्दाखेरि पनि जहिले पनि माथि होइन तल लाने यसरी। हेर्नुहोस् त, कति मजाले आँख्ला बसेको छ। यसरी हजुरहरू सबैजनाले धुप बनाउन सक्नुहुन्छ है। अझ पनि धेरै कुराहरू बुझ्न मन छ भनेदेखि 11 बजेको लाइभमा जोइन हुनु होला है। थ्याङ्क यू।